हेलो एभ्रिवान, नमस्ते। मेरो नाम चाहिँ ज्योति। आज चाहिँ मैले आजको यो भिडियोमा चाहिँ मैले द हाउसमेड सिक्रेट भन्ने फ्रिडा मैकफेडनको संसारभरि एकदमै चलेको थ्रिलर मध्येको एउटा बुकको चाहिँ रिभ्यू गर्दैछु, कमेन्ट गर्दैछु। यो मेरो आफ्नो शब्दमा हुनेछ हैन, हजुरहरूले बुक पढे जस्तो त हुने छैन र मैले बुक पढ्नुहोस् भनेर अझै पनि हजुरहरूलाई सल्लाह दिनेछु। तर यो बुकको च्याप्टर बाई च्याप्टर मैले यसको सारांश र यो बुकमा आफूलाई लागेको व्याख्या चाहिँ गर्नेछु है। सुरु गरौँ है त। च्याप्टर 1 हैन, च्याप्टर 1 मा चाहिँ के हुन्छ त भन्ने कुरा गर्दाखेरि चाहिँ च्याप्टर 1 मा चाहिँ यो बुकमा भएको 3टा क्यारेक्टरहरूको बारेमा भनिएको छ। यो चाहिँ 3 महिना अगाडिको कहानी भनेर यसरी यसमा सस्पेन्स दिएको छ। यसमा चाहिँ 3 जनामा को हुन्छ त भन्दा मिली नम्बर 1 मा मिली भनेको चाहिँ जो चाहिँ घरमा काम गर्ने मान्छे हुन्छ, हाउसमेड हुन्छ, उसको क्यारेक्टर देखाइएको छ। दोस्रो क्यारेक्टर भनेको एम्बर भनेको चाहिँ एकदमै धनी, एकदमै के भन्नु रिसाहा स्वभावको मान्छे र घरबेटी भनौँ न हैन। अब मिलीले जहाँ काम गर्थी नि उसको घरबेटीको नाम चाहिँ हुन्छ एम्बर, र एम्बरको एउटा सानो छोरी हुन्छ 9 महिना कि, उसको नाम चाहिँ ओलिभ हुन्छ हैन। यो चाहिँ 3टा क्यारेक्टरको बारेमा डिस्क्राइब गरेको छ। यो पहिलो च्याप्टरमा चाहिँ के कुरा कन्टेक्स्ट कस्तो छ भन्दा जागिर कति छिटो जान सक्दो रहेछ, स्पेसली घरमा काम गर्ने मान्छेहरूको भन्ने कुरा चाहिँ देखाइएको छ है। अब यसमा अलिकति डिटेल भन्नुपर्दा चाहिँ के हुन्छ त भनेर भन्दाखेरि चाहिँ मिलीले घरमा काम गरिरहेको बेलामा एम्बरले चाहिँ छोरी ओलिभलाई आज हेर्देऊ न है भनेर भन्दाखेरि चाहिँ छोरी ओलिभले चाहिँ मिलीलाई चाहिँ मम्मा भनेर बोलाउँछ। मम्मा भनेर बोलायो, अर्को मान्छेलाई काम गर्नेलाई भनेको न्यूमा एम्बरले मिलीलाई चाहिँ कामबाट निकालिदिन्छ राइट। यो सुन्दाखेरि मलाई एकदमै नराम्रो लाग्यो, किनकि जागिर भनेको सेफ हुँदो रहेनछ, सिक्योर हुँदो रहेनछ, अनि प्लस कुनै पनि बेला जान सक्दो रहेछ भन्ने कुरा चाहिँ देखायो। अनि मेरो लागि चाहिँ बिचरा एम्बरलाई हैन, उसले त्यो जागिर उसको लागि हैन कति भ्यालुएबल थियो होला, उसले काम गर्ने, उसको भाडा तिर्ने सबै त्यो जागिरमा निर्भर थियो। उसलाई एक्कासी त्यो जागिर छोड्दाखेरि उसलाई चाहिँ कति अप्ठ्यारो पर्यो होला भनेर बिचरा मलाई एकदमै माया लाग्यो। त्यो चाहिँ फर्स्ट च्याप्टरमा हुन्छ। सेकेन्ड च्याप्टर एकदमै सिरिङ्ग हुने टाइपको छ, किनकि सेकेन्ड च्याप्टरमा एउटा ठुलो सस्पेन्स छ जसमा चाहिँ मिलीलाई चाहिँ एउटा मान्छेले उसलाई थाहा नदिकन फलो गरिरहेको हुन्छ। त्यसो भए आउनुहोस्, मलाई फलो गर्नुहोस् र नेक्स्ट च्याप्टरमा यो कुराहरू सुन्नुहोस्। थ्याङ्क यू भेरी मच। बाई, नमस्ते।